होइन हौ चिप्ले दन्दाई के सचेर बसिरहेको होइन होइन केही पनि होइन गुइडे तँ चाहिँ कता आइनिस् फेरि रक्सी खान हिँडेको चिप्ले दन्दाई कुकुरले मुखमा मुतेदेखि मैले रक्सी पिउनु छोडिदिइसकेँ राम्रो गरिस् गुइठे मैले पनि छोडिसकेँ बोल्दै खान्न जुम चिप्ले दन्दाई परतिर घुमेर चिप्ले दन्दाई अघि के सोचेर बसिराख्नु भएको थियो होइन केही पनि होइन त्यत्तिकै चिप्ले दन्दाई आज म तपाईँलाई एउटा गाना सुनाउँछु ल कुन कस्तो गाना गुइठे तपाईँको मुड फ्रेस हुने गाना गाउँछु ल त्यसो भए सुनाउ न त चिप्ले दन्दाई कहीँ बसेर सुनौँ न त हुन्छ सुन नि त कता हिँड्ने कृति नलडिकन जाऊ ल कस्तो गाना हो सुना नि त समयको आशा पर्खिनु सकिँदैन आज कि भोलि समयको केही भरोसा छैन हो यो दिन फेरि आउन सक्छ कि सक्दैन हामी दाजुभाइ फेरि भेट हुने हो कि होइन हो 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 अनि के भयो चिप्ले दन्दाई ए मैले त गाना गाउनु हुने थिएन गल्ती पो गरेँ क्या हौ सबैले मेरो गाना मर्मिक गाना भन्थ्यो हो रहेछ मैले गल्ती पो गरेँ क्या हौ त्यसरी गाना गाउनु हुँदैन थियो अब नरुनु चिप्ले दन्दाई यसरी गाना गाउनु हुँदैन थियो चिप्ले दन्दाई मेरो गाना राम्रो छ है तपाईँलाई मन पर्यो है होइन होइन त्यस्तो होइन गुइडे तेरो गाना सुनेर नि मलाई 6 महिना अगाडिको कुरा याद आयो 6 महिना अगाडि के भएको थियो के कुराको याद आयो तैँले गीत गाउँदा नि गुइठे 6 महिना अगाडि मेरो एउटा राँगा हराएको थियो कि हो त्यसैको याद आयो क्या हेर गुइठे तँ गायककार नभन् तेरो स्वर राँगाको जस्तो रहेछ तेरो स्वर सुनेर गाउँभरिका भुइँसिएर पछि लाग्छन् त्यसैले तँ गायककार नभन् तँ कमेडियन बन बुझेस् चिप्ले दन्दाई म अब खतरा कमेडी कलाकार बन्छु ठिक छ यसको उपलक्ष्यमा आज भक्कु खाउँ भोलिदेखि नखानु ल चिप्ले दन्दाई आज फेरि कुकुरले मुतिदियो भने मुखमा मुदैन ल हिँड्छौँ खाउँ